Hello guys, welcome back to my YouTube channel. सबैजनालाई नमस्ते. I hope तपाई सबै सन्चै हुनुहुन्छ होला. So मैले फेरि पनि रियाक्सन भिडियो लिएर आएको छु र आजको रियाक्सन भिडियो चाहिँ ठग लाइभ. मैले अस्तिको भिडियोमा चाहिँ ठग भनेको छु. मलाई अनेस्टली थाहा छैन. मैले चाहिँ के सोचे भने त्यो ठगको मिनिङ पनि अर्कै सावेज टाइपको होला जस्तो त्यस्तो फिल भएर हो. आइ एम सो सरी. तर मलाई धेरैले पोजिटिभली नै करेक्ट गर्नुभएको थियो कमेन्टमा. त्यसको लागि पनि थ्यांक यू सो मच. ठग लाइफ रहेछ. सो आज चाहिँ मैले झापा 5 भोटरहरूको स्यावेज रिप्लाईहरू के छ र अल्सो थग लाइफ मोमेन्ट्सहरू बालेन शाह र केपी ओलीजीको चाहिँ कस्तो छ के छ भनेर हेर्न गइरहेको थिएँ. सो तपाईहरुसँग बसेर हेरौँ भनेर. सो लेट्स स्टार्ट. आइ एम सो एक्साइटेड. कस्तो रमाइलो छ. क्षेत्र नम्बर 5 मा चाहिँ बालेनले हार भने मत परिवर्तन भएन. नेता नफेर्ने जनता फेर्ने. के भन्नु हजुर, अब म त शेरबहादुर पार्टी परि अल्पमतमा पर्नु पर्यो हजुर. म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेस शेरबहादुर सम्झिनु भयो होला. ए अर्को नयाँ म एकदम स्वतन्त्र शेरवादी. यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर. पिएलले दिएको भत्ता खाएर रविलाई भोट हाल्ने भन्ला नि फेरि आमा. त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि. त्यसमा अब ओली प्रधानमन्त्री कि प्रचण्ड? हजुर, ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि प्रचण्डलाई? त्यो भातेलाई बनाउँछ नि प्रधानमन्त्री, त्यो भ्रष्टाचारी भातेलाई. उसलाई बनाउने त्यसो भए यही रवि सर बन्नुहुन्छ नि. यही रवि सर बन्नुहुन्छ नि. यो पालि बालेन कि के बिबा होइन माटो हो नि हर्के. ए माटो. अब हर्क साम्बाङबाट बोल्नु. हजुर. किन हर्क साम्बाङले चाहिँ किन? भिजन छ राम्रो. के छ भिजन? ढुङ्गा बोकाउँछ, जिउ दुखेको निको पार्छ नि. अनि झापामा चाहिँ बालेन र ओलीमा चाहिँ कसले जित्दा राम्रो होला? बालेनले झन्डा चाहिँ एमालेको बालेनले रे. अब यस्तो वेमा पनि कसैको चाहिँ भोट खेर जान्छ कि जस्तो पनि मलाई डर लाग्यो अहिले यो भिडियो हेरेर. किनभने कतिले चाहिँ बालेन भनेर होला, कतिले चाहिँ केपी ओलीजी भनिरहेको होला होइन. अनि साइन नै कन्फ्युज भयो भने किन एउटा भोट म्याटर्स नि त. ला गाइस थाहा पाउनुपर्छ सबै. केपी ओलीसँग को डराउँछ अरे? हेमराज पनि डराउँछ केपी ओली. क्यार नि त्यो उहाँले अर्थ त्यो सम्हाल्न पर्यो नि. बालेन र ओलीमा चाहिँ कसले जित्दा राम्रो होला? बालेनले हुन्छ अरे? हेमराज पनि डराउँछ केपी ओली. क्यार नि त्यो उहाँले अर्थ त्यो सम्हाल्न पर्यो नि. मलाई कस्तो ट्युबलाइट भएछ. एउटा चाहिँ डराउँछ किन त्यहाँ लगेर कसरी नहाल्ने भनेर होइन. जित्दैन न, मैले के छु भने कसले? केपी ओलीले. केपी ओलीले जित्यो भने म नेपालै बसेँ. एमाले पैसा दियो भने के गर्ने अरे? खाने हौ, पैसा पनि खाइदिने. काङ्ग्रेसले हो नि खाइदिने. पैसा खाइदिने. अनि भोट चाहिँ भनेर भोट माग्न आयो भने पैसाले भन्ने. अनि भोट चाहिँ केमा हाल्ने अन्तिममा? घन्टीमा. दिस इज ग्रेट आइडिया है. तर पैसा बाँड्छ मलाई चाहिँ थाहा छैन यो फेरि यतिको. म पनि अहिले बल्ल यो अस्तिको आन्दोलनपछि अलिअलि पोलिटिक्समा इन्ट्रेस्ट लाग्न थालेको. किनभने एकदमै सबैको माइन्ड नै डिस्टर्ब गराइदियो. अहिले पनि सोच्यो भने एकदमै कस्तो गुजबम्स आउँछ, एकदमै नरमाइलो लाग्छ होइन. सो मलाई चाहिँ थाहा छैन त्यसो पैसा पनि बाँड्छ र मलाई चाहिँ थाहा भएन. गाइस मलाई कमेन्टमा भन्नु होला. अनि आमाको आइडिया चाहिँ एकदमै बबाल. पैसा त सबैसँग लिने हुन्छ भने चालाक ब्रो चालाक. रगतको दिदी नेपाली काङ्ग्रेसबाट यहाँ दिएका छन् अरे. मैले अहिले भर्खर यहाँ सुनाएँ मलाई कसैले. दिदीलाई नउठ्नु दिदी भनेको किन भन्दा अब देश बनाउनु पर्छ क्या, झोला बोकेर हुँदैन. दाइ नेपाली हो? हजुर हो. तपाईँलाई अहिले नेपालको कुन नेता मनपर्छ दाइ तपाईँले? नेपाली बोले नेपाली त होला नि. अब
नेपालमा भएको सेटो के लुक्स पनि नेपाली जस्तै छ पर्ने त केपी ओली हो हजुर तर जिउँदो होइन मरेको जनताहरू कति आक्रोशमा हुनुहुन्छ लाइक झापाको जनताले चाहिँ यसपालि बालन सरलाई नै जिताउनुहुन्छ जस्तो छ माइ गॉड हजुर तर जिउँदो होइन मरेको अनि यसपालि भोट हाल्न जाने होइन केलाई हाल्ने ए एमालेको कार्यकर्ताहरू हेर्नु त तपाईँको गुदी यहाँ छुटे चाहिँ यो आएर लिएर जानु है केपीलाई नदिएको 3 खेप भयो मैले किन नदिनु भए वृद्ध भत्ता दिया तपाईँहरूलाई भन्नुहुन्छ उहाँले केपीले दिन्छ नानी हामीले जग्गाका कर लगेर बुझाइदिन्छ केपीले सिट्टी लाउनु भयो भनेपछि 2 लाख युवा काठमाडौँमा आउनेछन् हो केपी बाले सिटी स्वर लाउने बित्तिकै 2 लाख युवा चाहिँ यस्ता खालका आउँछन् यहाँ माथि हेर्नुहोस् त साथीहरू सक्यो केपी आउँदै यस्तो दिमागमा रिप्लाईहरू यस्ता खालका आउँछन् यहाँ माथि हेर्नुहोस् त साथीहरू सक्यो केपी आउँदैनन् अब अघि के भन्नु आउँदैनन् त्यो अस्ति नि यहाँ घरेलु त्यो तना यसो ट्याङ के अरे त्यो ठ्याङ्ग पारेको थियो नि 84मा बस्ने भनेको त अहिले उसमै बस्नु पर्यो 82मै बालनका यति चाहिँ किन संस्कार भइराखेका छन् किन गइराखेका छन् थाहा छ यिनीहरू 10,000 20,000 आइफोन बाँडेका छन् हेत्तेरी बुढा अघि नै भन्नु पर्दैन रात परिसक्यो सबैले बाँडेर सिद्धाइसक्यो होला कुचबी काङ्ग्रेसलाई भोट दिनुहुन्छ कि एमालेको छोरे तपाईँ घन्टीलाई घन्टी बालेन प्रधानमन्त्री बनाउनु पर्दैन बालेन तपाईँ मासु भात नबुझ्नु हुँदो रहेछ हेर झोले भात तपाईँ मासु भात नबुझ्नु हुँदो रहेछ हेर झोले भात सिरियसली यो पनि ल एमालेकै सपोर्टमा हुनुहुँदो रहेछ भनेको लास्टमा त अर्कै आयो आई एम लभिङ दिस ट्रेन्ड के तर आई मिन जोसुकैले जिते पनि यो ट्रेन्ड जुन भइरहेछ जेन्जीहरूको जस्तो लाइक कस्तो क्रिएटिभ वेमा पनि प्रमोट टाइपको भइरहेको छ क्या घन्टीको कति धेरै टिकटकहरू रिल्सहरूमा देखिरहेको हुन्छ होइन अनि एउटा चाहिँ यस्तो पनि थियो क्या टिकटकमा अनि एउटा केटीले मैले चाहिँ प्यारेन्ट्सले बाहिर अस्ट्रेलिया लिएर जानलाई किनभने उहाँहरूले चाहिँ एमालेलाई भोट गर्नुहुन्छ त्यही भएर बरु भोट पनि खेर जाओस् बरु तर एमालेलाई चाहिँ भोट नजाओस् भनेर नि त्यस्तो त्यस्तो कति धेरै क्रिएटिभ वेमा पनि सपोर्ट देखाइराख्नु भएको छ अनि कस्तो फन डान्स ट्रेन्डवाला पनि छ मलाई एकदमै रमाइलो लागिरहेछ बालेन भन्दा 100 गुणा बढी महेश बस्नेतले काम गरेको छ के महेश दाइ तपाई पनि 2 नम्बर कामको बात भइरहेको छैन नि 1 नम्बर काम 1 नम्बर आई लभ यु सेन्टेरम जय घन्टी यस खुस्क्यो है खुस्क्यो खिद्यो ल जय घन्टी बा आफूले कतिको तताएको छ चुनावी माहौलले खास तताएको छैन केही छैन हेर्नुहोस् तपाईँ आफैबाट देख्नु भएको कुन ठाउँ यही 9 नम्बर वडा कुन पार्टीबाट एमालेबाट भनेको आफ्नै काम गराइबाट सन्तुष्ट होइन घन्टी छान्ने कुरो नगर मलाई घन्टीले के चाहिँ गरौँ ईश्वर ठाउँमा मैले पढा हो
दिनभरि हिँड्यो थकाइ लाग्यो फक्काटीमा अय्या घन्टी झापाबाट बालेन आउँछन् केपी ओली भाइ केपी ओली नि यो मान्छे हुन् कांग्रेस पार्टी पत्ता साफ मेरो दुश्मन छ धेरै दुश्मन हेरेको ओ भोगटे नमस्ते कर फागुन 21 को चुनाव पछि केपी ओली कहाँ हुन्छ रे ल ल भन्दै त तेरो भेडाहरूलाई केपी ओली लगन खेलको पागल खानामा हुनेछन् साँच्चीकै भनेको हो कि के हो मलाई कस्तो डर लाग्छ यस्तो भनिहाल्दा जिन्दाबाद रवि लामिछाने जिन्दाबाद केपी ओली जिन्दाबाद देखा आपने लापरवाही का नतीजा यस्तो क्रिएटिभ भिडियोजहरूको कुरा गरेको क्या मैले लाइक पिपल आर गोइङ क्रेजी अनि यस्तो आक्रोशमा पनि हुनुहुन्छ हुनु पनि पर्छ देश बनाउनु पर्छ भन्ने कुरामा सबैजना एकदमै धेरै स्ट्रेस हुनुहुन्छ सायद यस्तो स्ट्रेस त कहिले नि भएको थिएन होला कसैलाई पनि लाइक स्पेसली न्यू जेनेरेसन युथहरूलाई यसपालि एकदमै भइरहेको छ सबैलाई चेतना भइरहेको छ विच इज रियली ग्रेट थिङ एकदमै राम्रो कुरा हो अनि एकदम क्रिएटिभिटी पुरै फ्लो भइरहेछ क्या मम्मी केपी ओली कि बालेन धन्न नभए त जन्मदाता चलाइदिन्थेँ मैले खत्तम आउनु भएछ नि त घन्टी लगाएर आउनु पर्यो नि त अब काङ्ग्रेस माथे एमाले माथे यी तिनटालाई लगाएर भन्छ भोटाले दिन आयो भन्छ घन्टी भन्छन् उता के भन्छन् कुजाइ भन्छन् यसलाई भन्छन् हलो भन्छन् के भन्छन् त्यो भोटाल दादिन त जसलाई मनपर्छ उसैलाई दिने होइन र बाबु चुनाव यसपालि तर यो कुरा चाहिँ सही हो कि आई मिन हो सबैजनाले राम्रोलाई समर्थन गर्नुपर्छ अनि तर पनि त्यस्तो अरूलाई गर्यो भने त्यस्तो साह्रो धेरै नै हेट गर्ने त्यस्तो धेरै पनि गर्नु हुँदैन जस्तो लाग्छ क्या मलाई त पर्छ उसैलाई दिने होइन र बाबु चुनाव यसपालि खोइ थाहा छैन म चाहिँ के पनि भन्ने उहाँ केही भन्नुहुन्छ ए सक्यो तर रमाइलो रहेछ एकदमै जनताहरू यसपालि लास्टै आक्रोशमा हुनुहुन्छ गाइज अब म पनि यति एक्साइटेड छु र यस्तो डर पनि लागिरहेछ ल को भन्नुहुन्छ के हुन्छ डिसिजन लास्टमा के हुन्छ आई मिन रिजल्ट के हुन्छ भनेर सो आई होप जे हुन्छ हाम्रो देशको लागि सबैको लागि राम्रो होस् अगेन आइम सेइङ कि जसले आफ्नो लाइफ नै सेक्रिफाइस गर्नुभयो देश बन्ला फेरि नयाँ रिस्टार्ट होला राम्रो होला भनेर उहाँहरूको बलिदान उहाँको सेक्रिफाइस शहीदहरूको त्याग केही पनि खेर नजाओस् एकदमै राम्रो होस् सो हामी सबैको आश त्यही नै हो जो आए पनि राम्रो होस् सो तपाईँहरूले चाहिँ कसरी रुट गर्नु भएको छ कमेन्टमा लेख्नु होला अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो लट्स अफ लभ बाई